एभ्रीवान, वेलकम टु आवर च्यानल। हजुरहरूलाई चाहिँ फेरि पनि स्वागत छ हाम्रो च्यानलमा। अनि आज चाहिँ हामी एन्जिला नेपाली मुभी हेर्नको लागि आइसकेका छौँ। अनि हामीले चाहिँ टिकट पनि लिइसकेका छौँ। गाइजहरू हेर्न सक्नुहुन्छ। अनि अब चाहिँ हाम्रो 4 बजेको शो छ। अनि हामी चाहिँ आफ्टर मुभी मैले चाहिँ भन्ने चाहिँ कस्तो छ मुभी भनेर है त गाइज। अनि गाइजहरू मेरो भान्डाङ भुन्डुङहरू चाहिँ यता हुनुहुन्छ। बाबा अनि एल्सन माई बेबी छि हियर। हामी चाहिँ अनि के सामानहरू किन्ने अनि पछाडि चाहिँ टाइम भए पछाडि चाहिँ जाने भने चाहिँ हामी घुम्दैछौँ गाइजहरू होइन गाइज। अनि अब चाहिँ हामी क्यारी फोरतिर जाँदैछौँ है त। क्यारी फोरभित्र केही सामानहरू हेर्नको लागि सामानहरू हेरेर चाहिँ अनि हामी मुभीतर्फ जानेछौँ है त गाइजहरू। गाइज अनि हामी चाहिँ अब क्यारी फोर गएर चाहिँ फर्किनेछौँ किनभने हाम्रो टाइम थोरै छ। ल गाइज हाम्रो चाहिँ एन्जिला स्टार्ट भइसक्यो है त। सी यू लेटर। कहिले नाता सम्बन्धले त कहिले समाजको सोचले बारम्बार तोडिँदै फेरि जोडिँदै आज त्यो एन्जेला बनिन् जो हामीले देखिरहेका छौँ। स्वाधीनता बचा अनि हाम्रो बाबा चाहिँ पपकर्न खाँदै हुनुहुन्छ। हाम्रो चाहिँ ब्रेक टाइम भयो अनि नानीले सुतिरहेको छ। It's a break times. बुढो गाइज हेर्नु न मेरो बुढा त यति धेरै लजाउनुहुन्छ नि मसँग। यता हेर्नु त खै सोनी दिदी रोएछ कि छैन हेरौँ। अनि गाइज अहिले चाहिँ हाम्रो ब्रेक टाइम। अनि हामी चाहिँ भिडियोहरू खिच्दै बसिरहेको छौँ होइन। म चाहिँ नानीहरूलाई देखाउँदै बसिरहेको छु। अनि नानी चाहिँ निदाइरहेको छ होइन। ठ्याक्क ब्रेक टाइममै निदायो क्या। उसले पनि यस्तो मजाले फिल्म हेरिरहेको छ नि गाइज। सारी जिंदगी मेरे साथ बिताओगी? साथ निभाऊंगा। साँच्चै गाइज यो एन्जिला मुभीले यस्तो रुवायो। आज हामीलाई यस्तो रुवायो कि हामीले एकदम रुँदै हेरिरहेको छौँ बुढाबुढी। अस्ति तैँले बिहे गर्नु नपाए झुन्डेर मर्छु भन्थिस्। आज घरमै ल्याइदिएको छु। लु मित्र एकछिन है। अब त्यो बेला रात किन हुन्छ हजुर दिन किन हुन्छ रह्यो तर अब म मेरो समस्यासँग भाग्दिनँ। रात किन हुन्छ हजुर दिन किन हुन्छ थाहा छैन जिन्दगी कठिन किन हुन्छ। तैँले धेरै गर्नु छ छोरी। हार्न फर्किन गएको होइन। त फर्किन्छस् तर जितेर मात्र फर्किन्छस्। पर्ने हुन्छ यस पेनाल्टीमा। टप कर्नर टार्गेट ड्रपको गोल पुलिसको प्रेसिसन फ्रस्ट्रेसनमा छ एपिएफका। अनि गाइज हाम्रो चाहिँ मुभी अब सकिसकेको छ। अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ होइन।
मुभी चाहिँ एकदमै धेरै राम्रो रहेछ हैन मलाई चाहिँ एकदमै मन पर्यो हजुरहरु पनि गएर हेर्नु होला हामी चाहिँ एन्जेला मुभी हेरेर हैन यस्तो रुको गाइस ओ माय गॉड अनि गाइस मेरो छोराको चाहिँ यो सेकेन्ड टाइम मुभी हो हैन अनि उसले चाहिँ एकदमै इन्जोय गरिरा हुन्छ कि मुभी हेर्दै म त गाइस अनि अब चाहिँ हामी मुभी सकाएर हामी बाहिर निक्लेको छौं हैन अनि त्यसपछि चाहिँ हामी मोमो खान जान्छौं अनि त्यसपछि चाहिँ हामी त्यहाँ मोमो खाएर चाहिँ हामी घरतिर फर्किने छौं गाइसहरु अनि हामीलाई चाहिँ दाइ लिन आउनुहुन्छ हैन अनि गाइस अहिले चाहिँ हामी सुन पसलमा आएको छौं हैन नेपालीहरुलाई मन पर्ने सुन पसल सुनको भाउ जति बढे पनि सुन चाहिँ एकदमै मन पर्छ नि त नेपाली हामी सबैजनालाई हैन त्यही भएर मैले पनि मंगलसूत्र अर्डर दिएको थिएँ अनि मेरो मंगलसूत्र रेडी भयो कि भएन भनेर हामी पनि यहाँ आइसकेको छौं अनि मेरो सामान चाहिँ हेर्दै हुनुहुन्छ अनि गाइस अब चाहिँ हामीलाई दाइ लिन पनि आइसक्नु भयो अनि हाम्रो मंगलसूत्र पनि रेडी भयो अनि हामीले लिएर पनि गयौं अनि हामीले चाहिँ खाजा पनि खाइसक्यौं मोमो तर मैले हजुरहरुलाई चाहिँ देखाउन पाइन किनभने नानीसँग हुन्छु नि त त्यही भएको भएर मैले प्रोपरली भिडियोहरु पनि खिच्न पाउँदिन अनि यो मुभी हेरेको पनि मोर देन 1 वीक भइसक्यो हैन तर मैले भर्खर आज एडिट गर्दै छु त्यही हो गाइजहरु के गर्नु सानो नानी छ हैन टाइम नै हुन्न के अनि गाइज हामी चाहिँ जाँदै छौं अब लगभग हामी घरतिर पनि पुग्न लागिसकेको छौं हामी चाहिँ बीच बाटोमा पुगिसक्यौं हैन त्यही हो गाइजहरु म अगाडि गए साम्बा र के रे सानोकुरी नाम के रे सन्तोषी सावित्रा भन्दै साम्बा भन्नेको सर्टकट मायाले जो देखे एक बार को पलट के बार वो खुदा जाने क्यों तुझे देखने लगता है सच बोलूं बुझेको bla 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 dang guli 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 raja dang ओके गाइजहरु अब चाहिँ फाइनली हामी घर आइसकेको छौं अनि आज चाहिँ मुभी हेरेर हैन यति रोएर आँखा सुनिरहेको छ अनि त्यही हो अब चाहिँ हामी बाहिर खानाहरु खाएर आइसकेको छौं अब चाहिँ हामी सबै पढ्ने हुन्छ बाइ सी यू नेक्स्ट ब्लग